सुँगुर चाहिँ यहाँ छ। तेरो लागि मलाई घाँस काटेर ल्याएको त ठुलो मात्रै नै तेरो यस्तो आगोमा पकाएर बारबिक्यू बनाएर खान्छ कि तलै म साला। यहाँ जा। यो घर चाहिँ हाम्रो अजाले बनाउनु भन्नुभएको। देख्नुहुँदैछ हाम्रो फर्स्ट घर हो। इन्टेकमा हामी सिफ्ट हुँदाखेरि चाहिँ फर्स्ट घर यो चाहिँ हाम्रो पुरानो घर थियो। यहाँ कुचन थियो इस्कुस भएको ज्याङमा। मैले साइकल कुदाउनु चाहिँ यहीँ सिकेको यतिमै सिकेको साइकल कुदाउनु फर्स्ट। त्यहाँदेखि हेलो एन्ड नमस्ते सबैलाई, वेलकम टु माई फेसबुक पेज। आजको काम भनेको चाहिँ सुनबाट घाँस काट्नु पर्ने छ। तर डाउनस्टेयर्स चाहिँ हाम्रो जहिले निक्लिने बाटो। एकदम सुकाउनु पर्ने छ। बाइक पार्किङ यहाँ मेरो जुत्ता यो लगाएर जानुपर्ने हुन्छ टक्कै घाँस काट्नु होइन। यो गमबुट लगाइन्छ टोकाउनु पर्यो। ल टक्कै त तँलाई स्नेक प्लान्ट यो हाम्रो पुरानो भन्दा पनि चारो पकाउने किचन। प्रकाशको यहाँभित्र गर्दैछ। यो किचन चाहिँ स्पेसल मासुको लागि हो। यहाँ अघिसम्म मासु थियो, मासु पाक्दैछु मेरो लागि सुँगुरको मासु, किनकि हामी प्रधान जात भएर चाहिँ घरभित्र सुँगुरको मासु चलाउँदैन। कहाँ छ हतियार, खुर्पा कहाँ छ, यो लगेर चाहिँ काट्नु जानुपर्ने हुन्छ होइन। कस्तो लाग्यो तपाईँलाई मेरो सानो किचन? यो चाहिँ मेरो मम्मीले स्पेसल मासु खानुको लागि बनाइदिनु भनेर बनाइदिनु भएको। डग इज ओभर हियर, सो लेट्स मुभ टुवर्ड द फिल्ड। अब जान्छु बारीमा एक डोको घाँस ल्याउनु भनेको छ। यहाँ यस्तो छ टक्कै डोको बोक्यो होइन। टक्कै म जाउँ बिस्तारै। अब यो चाहिँ हाम्रो प्यारो घर। हाम्रो घर पनि हात्तीको दाँतै भइसक्यो देखाउनको लागि। के पछाडि फाल्टै छ, अगाडि टाइल्स, पछाडि वाङ कलर सलर। अब गार्डनिङ साह्रो छ। प्यारो घर के को बोटो यहाँ हो यो चाहिँ भाइ तेरो क्यामेलिया भन्छ, हाइब्रिड क्यामेलिया। फुलका बारीमा त एकदम जिरो नि हो। भाउजू छैन अब एक्लै आफै। भाउजू फर्किनु भएको छु। यो चाहिँ पेम्बोहरूको फार्म, कुखुरा फार्म। और ये में अब चाहिँ हँसिया बोकेर घाँस काट्नु सुरु होइन। यस्तै छ गाउँले जिन्दगी होइन। अब के गर्नु, घाँस काट्नै पर्यो, नभए बेलुका भात पाक्दैन। और यो चाहिँ हाम्रो प्यारो मन्दिर सालमा स्कुटी। हाम्रो इन्टेकमा चाहिँ के खासियत छ भने टक्कै हाम्रो यो मन्दिर भयो होइन। टक्कै त्यो घर छ, उयो तल घर छ, त्यसको तलबाट जस्ट चर्च एकदम। यहाँ हाम्रो मन्दिर होम श्री साईराम। रोडको कन्डिसन यस्तो छ गाउँको चाहिँ। एक जमाना भयो 7-8 वर्ष भयो कल्पेटिङ भएको। रोडको कन्डिसन चाहिँ के हो, यो घर चाहिँ हाम्रो अजाले बनाउनु भन्नुभएको। हाम्रो ग्रान्डफादर इज नो मोर। पहिल्यै बित्नुभयो कोभिडको टाइममा। कोभिडले चाहिँ बित्नु भएको होइन नि, फेरि बिमारले जानुभएको। यस्तो छ कन्डिसन। बिस्तारै अब काम छैन, भिडियो गर्दै बस्यो होइन। गाउँमा गाउँको जिन्दगी यस्तै हो। चिनीहरूको घर किन पुरा क्यामेरा अनस्टेबल भएको जस्तो लाग्दैछ। मलाई अडियन्स फेसिङ गर्नु चाहिँ अलिक अप्ठ्यारो लाग्छ। पकाएको चाहिँ म धन्ने बिर्साउँछ। यो माथि घर ब्लु देख्नुहुँदैछ हाम्रो फर्स्ट घर हो। इन्टेकमा हामी सिफ्ट हुँदाखेरि चाहिँ फर्स्ट घर यो चाहिँ सचिनहरूको मेरो साथीको घर। ड्युटी गइहाल्यो त्यो। यो घर चाहिँ हाम्रो डिकेन्दाको घर। गाउँ बस्तीको जिन्दगी यस्तै छ। यो सिधै माथि बादल छेकेको छ नि, त्यो चाहिँ हाम्रो नेदाम डाँडा भन्छ, एकदम पवित्र जग्गा।
यो चाहिँ हाम्रो पुरानो घर थियो, यहाँ कुद्छन्थ्यो इस्कुसको ज्याङमा। मैले साइकल कुदाउनु चाहिँ यहीँ सिकेको, यतिमै सिकेको साइकल कुदाउनु फर्स्ट। त्यहाँदेखि यहाँदेखि जान्छ होला हामी स्विमिङ पुलको बाटो चाहिँ। स्विमिङ पुलको बाटो भनेको छैन, स्विमिङ पुल कम्प्लिट भएपछि चाहिँ सबैजनाले आइदिनु होला हाम्रो स्विमिङ पुलमा स्विमिङ गरिदिनको लागि। यहाँ घरमा अलिकति काम छ होइन, यस्तै छ। यहाँदेखि चाहिँ सिधै उत्तरे जान्छ यो बाटो चाहिँ। यो गयो भने चाहिँ सिधा झारेढुङ्गा, यो लास्ट रोड पनि होला। यहाँ अलिक काम छ, डिकेन्दा हुनुहुन्न रहेछ। म चाहिँ घाँस काट्छु, यहाँ जानु पर्छ यस्तो छ होइन। इन्टेके चाहिँ हाम्रो सबै एसएसबी क्याम्प हो। यहाँ भिडियो गऱ्यो भने चाहिँ मलाई अहिले खसी बनाउँछ होला कि त्यसले भिडियो गर्दिनँ। सेक्युरिटी रिजनले गर्दा पनि होला, नगर्नु पनि हुँदैन नेसन सेक्युरिटीको लागि। ल अब चाहिँ यो खोलाले चाहिँ झुट्टै पारेको थियो पहिला हाम्रो बारीहरू, रातोहरू कम्ता छैन रहेछ यहाँनिर। अम्बो भुसुना हेर्नुहोस् न, आम्मा भुसुना। पहिला टल्लै बारी थियो नि यहाँ उतलासम्म कि सबै खोलाले ढुट्टो पारिदिएर। मलाई घाँस काट्नु चाहिँ यहाँ पर्ने हुन्छ। यसको अब चाहिँ घाँस काट्छु यहाँनिर। यहाँ हेर्नु पहिला खोलाले यहाँ बाँसघारी कतिर थियो। अब यो सबै काट्नुपर्ने छ, नभए बेलुका भात पाक्दैन मेरो होइन। यहाँका बिरुवाहरू पनि कहाँ के छ भन्दै थियो मम्मीले। बिरुवाहरू रहेछ यहाँ। यो त हाम्रो बाजेको बारी हो, रिसेन्टली हामीले गर्दैछ। एज इन्टेक पुल, वेल नन इन्टेक पुल। मजाले घाँस काट्छु होइन। घाँस काट्ने पानी छैन भए पनि पानी लाउनै पऱ्यो बस्तीमा आएर। अब झन् मेरो सकेपछि त मेरो पेसा यही हो, अब बेरोजगारी हो हामी। टक्कै यहाँनिर स्विमिङ गर्नु चाहिँ मजा आउँछ होला, तर अहिले दिन नहौरै भइरहेको छ, घाम लागेको भए चाहिँ एकपल्ट खेलिदिउँ यहाँ। ल अब सुरु गर्छु मेरो कार्यक्रम, तपाईँहरूले बादमा भेट्छु। ल स्टेडियम गएको चाहिँ पनि हेर्नु नि, अब मलाई त भागेर साथ दिँदैछ क्या हो। तल गयो भने पुरा घर छ कि तपाईँको नाम लिएकै सुरु गर्छु। अब घाँस काट्नु सुवाट सुँगुरलाई अन्त घाँस चाहिँ गाई जतिको नै काट्नुपर्छ। अन्त सुँगुरको मासु मिठो भएर मात्रै भन्नु भएन, त्यतिको त दुःख देखाउनै पऱ्यो, अनि मासु मिठो हुन्छ। तर अब सुँगुरको टेस्ट चाहिँ फाल्टै हुन्छ, फेरि बस्न पर्ने सुँगुरको टेस्ट फाल्टै हुन्छ, बजारमा पर्ने सुँगुरको टेस्ट फाल्टै हुन्छ। किनकि बस्तीमा त्यस्तो भन्नु पकाएर खान्छ कि त्यहाँदेखि बजारमा कस्तो हुन्छ भन्दाखेरि फार्महरूतिर चाहिँ भिटहरू दिन्छ, त्यसले गर्दा मासु मिठो हुँदैन। त्यसले गर्दाखेरि चाहिँ घाँसहरू काट्यो भने चाहिँ मिठो हुन्छ भनेर चाहिँ दुःख गरेको। घरमा एक्लै हो सुँगुरको मासु खाने। अब चाहिँ बल्ल काटिसक्यो होइन। साथीहरूसँग हिँड्नु हुँदैन, झारहरू यस्तो छ। अन्त आम्मामामा यो चाहिँ मम्मीले सबै बिरुवा रोप्नु भएको छ। यस्तोमा चाहिँ त्यो बिरुवा रोप्नु भएको छ। अलिकति बिरुवालाई छाट्नु पऱ्यो। यहाँनिर बिरुवा कति बिरुवा त मरि पनि सक्यो होला। आम्मामा के लगिन् चिलाउँछ भन्छ जुगा पऱ्यो चाहिँ। म तर खाऊ न त जीले जिन्दगी तेरा। अलिक यहाँ माथि खाल गम्पुले तँलाई बिचाउँछ होला कि पुरा यहाँ। यो जुगा पनि रिलिज पनि थेरेपी हो, मैला खुनहरू चुस्छ भन्छ कि। त्यसले गर्दा चाहिँ त्यो सबै बारी चाहिँ हाम्रो हो। तर यहाँनिर घरले सबै बिरुवाहरू पुरेको रहेछ। अब यसो छेउछेउमा चाहिँ घाँस खाल्छु। यस्तै छ जिन्दगी होइन, गाउँले जिन्दगी। तपाईँहरूको कस्तो के छ खबरहरू? मम्मीले अस्ति यहाँ उखाल्नु भएछ होइन घाँस। अब चाहिँ बिस्तारै यिनीहरूको त घाँस उखाल्नु भएछ, एक दुई जग्गा उखाल्नु भएछ। अब उकालो छैन रहेछ, बिस्तारै घाँस पनि काट्छु।
अनि त्यही घाँसलाई चाहिँ लन्छु, त्यहाँदेखि घाँस पनि खबर भइहाल्छ। होप्छु त्यही भएरलाई भेट्दै गर्छु भ्लगमा। इन्टेकको पुल है फेरि यो चाहिँ हाम्रो एसएसबी क्याम्प उतापट्टि। फेरि म सेक्युरिटी रिजनले गर्दाखेरि चाहिँ नगरेको भिडियो के कस्तो लाग्छ तपाईँले भिडियो चाहिँ एकदम स्योर सब्सक्राइब चाहिँ गरिदिनुहोस् होला है। अनि मेरो वान अफ द मेस्ट तपाईँलाई हम्बल रिक्वेस्ट चाहिँ के छ भने चाहिँ मलाई चाहिँ तपाईँहरूले स्टार सेन्ड गरेर पनि सपोर्ट गर्नु सक्नुहुन्छ। प्लिज मान्छेहरूले एउटा स्टारमा पनि पठाइदिनुहोस्। तपाईँ कसरी स्टार चाहिँ गर्नु सक्नुहुन्छ भने टक्कै मेरो पोस्टमा जानुहोस्, त्यहाँदेखि टक्कै मुनि एउटा स्टारको साइन आउँछ, टक्कै स्टार थिच्नुहोस्। त्यहाँदेखि एउटा स्टारको दाम चाहिँ 30 रुपिस हो। 30 रुपिसले चाहिँ तपाईँले 10वटा किन्नु सक्छ। त्यहाँदेखि 10वटामा चाहिँ तपाईँले 10जनालाई चलाइदिनु पनि सक्नुहुन्छ। त्यो एउटा चाहिँ मलाई पनि दिनुहोस् है। ओके, भेट्दै गरौँ तपाईँहरूलाई। यहाँ चाहिँ पहिला हामीले चाहिँ ढुट्टो काम गरेको यहाँ बोरामा गिटी बोक्नु, बल्ल बोक्नु कलेजको छुट्टीमा। यहाँ चाहिँ पहिला हामीले चाहिँ ढुट्टो काम गरेको यहाँ बोरामा गिटी बोक्नु, बल्ल बोक्नु कलेजको छुट्टीमा। आज फेरि हाम्रो मामा रहेछ यहाँको इन्चार्ज हो। यहाँ हाम्रो ट्याङ्कीको काम हुँदो रहेछ बस्तीमा यस्तो। अब म पनि कलेज सकेर चाहिँ बेरोजगार आउँछु नि यहाँ काम गर्नु 500 रुपियाँ दिनको। होइन मामा, घरमा त्यतिकै बस्नुभन्दा त आजको मेरो ट्याक्स सक्यो। अब गएर सोधिदिन्छु। एक्जाम छ, पढ्नुपर्ने छ हौ 1 तारिकदेखि। मेरो काम सक्यो, मेरो टास्क कम्प्लिट भयो। यति चाहिँ मेरो छ, यो चाहिँ लास्ट घरमा पुऱ्याइदिनु पर्ने छ। त्यहाँदेखि चाहिँ मेरो काम सक्यो। सानो सुँगुर 5 केजीको मात्रै छ न, खान्छ गाई जतिकै। यहाँ छ सुँगुर चाहिँ यहाँ छ। तेरो लागि मलाई घाँस काटेर ल्याएको त ठुलो मात्रै नै, तेरो यस्तो आगोमा पकाएर बारबिक्यू बनाएर खान्छ कि तलै म साला। यहाँ छ अलगढी आइज, अलगढी आइज। यस्तो यो छ सुँगुर 5 केजी पनि छैन, खानु छैन, खाँदैन चुती। तेरो चाहिँ मैले स्पेसल बारबिक्यू बनाउँछु ल, घाँस काटेको चाहिँ। उठ खनाउने हुन्छ। यो चाहिँ हाम्रो घरको ब्याक साइड हो। ब्याक साइड सुँगुर खोर। यो चाहिँ हाम्रो घरको ब्याक साइड हो। यो चाहिँ हाम्रो चिल्ली फिल्ड, मच्छी फिल्ड। यो चाहिँ म र मम्मी भएर निकालेको गरेको। तल पनि रोपिरहेको छ हामीले। हेर्नुहोस् न डरले खोर्सानी। कसलाई चाहियो भने जस्ट लेट मी अन द कमेन्ट सेक्सन। सुँगुर खोर हाम्रो इस्कुस बारी। यो चाहिँ प्यारो घर हो। फेसबुकको कुखुरा खोर होइन। बल्ल काम पनि सक्यो। हाम्रो फर्सी यो सब सुँगुर चारो हो। अब बादमा विन्टरमा चाहिँ सुँगुरहरूले चारो पाउँदैन नि त, त्यही कारणले चाहिँ गर्दाखेरि स्टक राखिराख्नुपर्छ। आजको टास्क मेरो यति नै सक्यो। टक्कै डोको राख्नुपर्ने छ, यहाँ डोको राख्नुपर्ने हुन्छ। अनि टक्कै डोको यहाँ राख्छु। यति गऱ्यो भने त बेलुका मासु भात पाकिहाल्यो नि। यहाँ चाहिँ मेरो कुखुरा खोर। यहाँ चाहिँ म नयाँ बिजनेस स्टार्टअप गर्नु सोचिरहेको छु। पोल्ट्री अझै क्लियर माथि गरेर चाहिँ पोल्ट्री फार्म गर्नु सोचिरहेको छु। के हुन्छ एक्जिक्युट गर्नु कि नगर्नु बादमा गएर हुन्छ। अब टक्कै फुर्पा राख्छु। यो चाहिँ मेरो सुँगुर मासु पकाउने घर। काम सक्यो। आजको काम यति नै हो ल। see you in the next video भनेर चाहिँ अब भ्लगलाई यहाँ एन्ड गर्नुपर्छ होला। see you in the next video। हाम्रो यहाँ घर हाम्रो घर। मेरो यहाँ युनिफर्म पनि खोल्नुपर्ने हुन्छ। यो यसको युनिफर्मको एक्सपायर भयो आजको लागि। यस्तो छ हाम्रो प्यारो घर ल। यो भिडियो यहाँ एन्ड गरिदिन्छु। तपाईँहरूलाई मन पऱ्यो भने यसो सेयर सब्सक्राइब गरिदिनुहोस्। मन परेन भने पनि गरिदिनुहोस् ल। बल्ल काम सक्यो। अब मजाले गरेर नुहाउनुपर्छ एकखेप। त्यहाँदेखि चाहिँ एक्जामको लागि प्रिपेरेसन गर्नुपर्छ। यहाँदेखि उकालो चाहिँ हाम्रो बुबाको रुम हुन्छ। यो चाहिँ हाम्रो सिटिङ रुम, यो गेस्ट टोइलेट, यो गेस्ट रुम, यहाँ गेस्ट रुम। त्यहाँदेखि दादाको रुम हो। यो चाहिँ मेरो मजाले टाउको नुहाउँछु। ओके, see you in the next video।